व्यापार सुरु गर्दा सबैभन्दा पहिले तपाईले लगानी गरिसकेपछि स्टेबल क्याश फ्लो ल्याउने लक्ष्य राख्नुपर्छ। सुरुमा ठूलो नाफा कमाउने सोचेर हतार गर्नु हुँदैन। तपाईको पहिलो उद्देश्य भनेको व्यवसायलाई यस्तो अवस्थामा पुर्याउनु हो जहाँ नियमित रूपमा आम्दानी आउन थाल्छ र दैनिक खर्च तान्न सकिन्छ। त्यसपछि ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण चरण हो ब्रेक इभन पोइन्ट। ब्रेक इभन पोइन्ट भनेको यस्तो अवस्था हो जहाँ तपाईलाई न नाफा हुन्छ न घाटा। तपाईले गरेको सम्पूर्ण खर्च र आएको आम्दानी बराबर हुन्छ। यो बिन्दुमा पुग्नु भनेको तपाईको व्यवसायले आफूलाई धान्न सक्ने क्षमता हासिल गरिसकेको संकेत हो। जब तपाई ब्रेक इभन पोइन्टमा पुग्नुहुन्छ त्यसपछि मात्र बिस्तारै व्यवसायलाई पुश गर्न थाल्नुहोस्। मार्केटिङ बढाउनुहोस्, नयाँ ग्राहक खोज्नुहोस्, सेवा सुधार गर्नुहोस् र विस्तारको योजना बनाउनुहोस्। व्यापारमा सफलता रातारात आउँदैन। पहिले स्थिरता, त्यसपछि सन्तुलन अनि मात्र विस्तार। यही क्रमलाई बुझेर अगाडि बढ्न सके दीर्घकालीन सफलता निश्चित हुन्छ।